हाई एभ्रिवान, आजको भिडियोमा हजुरहरू सबैजनालाई वेलकम छ है। आज चाहिँ विशेष भिडियो लिएर आएको छु। आज चाहिँ मेरो भाइ मनोजको बिहेको लागि तयारी गरिरहेका छौँ। र सुरुमा चाहिँ हजुरलाई देखाइहालेँ, मैले त्यहाँ गेट चाहिँ स्पेसल गेट बनाइरहेका थियौँ। गेट लगभग तयारी भइसकेको छ भने अहिले चाहिँ हामी यज्ञको लागि तयारी गरिरहेका छौँ। यहाँ चाहिँ हाम्रो धेरै साथीहरू पनि हुनुहुन्छ, दाइहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ सबैले हामी यतै व्यस्त छौँ यज्ञतर्फ। अनि यता चाहिँ रोटी बन्दैछ, यो चाहिँ बटुक रोटी हो। यहाँ चाहिँ भाउजूहरू आन्टीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ बटुक रोटी तयार पार्नु भएको छ है। अनि यता चाहिँ अब माला उन्नु रहेछ। माला उन्नेमा हाम्रो भाउजू अनि बहिनी अनि आमाहरू हुनुहुन्छ है। माला चाहिँ विशेष गरी भोलि बेहुला साथै जन्तीको लागि हो। यहाँको मोटो माला चाहिँ बेहुलाको लागि हो अनि बाँकी चाहिँ जन्तीको लागि हो है। अनि यहाँ चाहिँ फिनी रोटी पाक्दैछ। फिनी रोटी बनाउनको लागि बेल्नु हुँदैछ है। फिनी रोटी भनेको हजुरहरूलाई थाहा छँदैछ होला। त्यही रोटी चाहिँ यहाँ बनाउँदैछन् हाम्रो प्यारो प्यारो बुनुले। यहाँ चाहिँ धुवामा बसेर जस आगोमा रोटी बन्दैछ। र बेहुलाको बहिनी चाहिँ रोटी कस्तो बन्यो है भनेर हेर्न आउँदैछन्। तर धुवाले चाहिँ आउने बित्तिकै गाह्रो पार्यो कि क्या जस्तो छ ऊ, गाह्रै पार्यो। दुवैजना मेरो भाउजूहरू हो। भाउजूहरूले चाहिँ यहाँ सेलरोटी बनाउनु हुँदैछ। सेलरोटी चाहिँ भर्खर बन्दैछ है। कतिवटा बन्यो भनेर मैले यसो हेरेको, जम्मा 3वटा बनेको रहेछ। तर हेर्दै खाउँ जस्तो छ। धेरै राम्रो छ रोटीहरू। ल ठिक छ, भर्खर बन्दैछ। अनि यतापट्टि चाहिँ बटुक रोटी बन्दैछ। यो चाहिँ बटुक रोटी हो है। बटुक रोटी विशेष गरी केराउको दानाबाट बनाइन्छ है। केराउको दाना पिसेर अनि त्यसबाट चाहिँ बन्ने रोटी नै बटुक रोटी हो। अनि यो रोटी चाहिँ विशेष गरी हाम्रो चाहिँ हरेक समय चाहिँ हामी बटुक नै विशेष गरी प्रचलनमा छ भनौँ न, जस चलाउँछौँ। यहाँ चाहिँ बटुक रोटी एकैचोटि कति धेरै बनाउनु भएको भन्नुभएको होला। बनाउने तरिका यस्तै नै हो। अनि यहाँ चाहिँ हजुरआमाले चाहिँ दाउरा बोकेर आउनुभएको छ त्यही रोटी बनाउनको लागि। अनि यहाँदेखि देखिने हेर्नु त कति राम्रो सुन्दर प्राकृतिक सुन्दरता, हिमाल अनि ठुला ठुला पहाडहरू। यही पहाडको बिचमा रहेको घर हो हाम्रो। अनि यहाँ चाहिँ सुन्तला, यस मौसममा विशेष गरी पाइने भनेको सुन्तला हो। हजुरहरूलाई सुन्तला खानको लागि धेरै नै वेलकम छ है। अनि फेरि हामी फर्केर कहाँ जान्छौँ, रोटीतर्फ। किनकि यो अहिले जस स्पेसल डे हो नि त। अनि त्यसका लागि चाहिँ हामी रोटीतर्फ नै कसो गर्छौँ। यो चाहिँ बटुक रोटीको लागि हो है। भाउजूहरूले चाहिँ बनाउनु हुँदैछ। अनि यहाँ चाहिँ माला, विशेष गरी माला चाहिँ बलिको लागि हो भन्दै आजको भिडियो यति नै। बा।